अनि सुधारिएको 2.0 हो कि 0.2 वाला काङ्ग्रेसहरूको खबर चाहिँ के छ? अस्ति बालेन शाहले गाडी चढेर हिँड्यो, स्रोत खोज्नुपर्छ, प्रश्न गर्नुपर्छ भनेर हुटिट्याउ मचाउनेहरूले आज गगन थापा हेलिकप्टरमा हिँड्दै गर्दा चाहिँ स्रोत खोज्नु पर्दैन? आज हेलिकप्टरमा धुलो उडाउँदै हिँड्ने गगन थापाको स्रोत चाहिँ के हो क्या? अनि स्रोत चाहिँ नयाँको मात्रै खोज्नुपर्छ नि, पुरानोको स्रोत खोज्नु पर्दैन? गगन थापाले आफ्नो चाहिँ स्रोत देखाउनु पर्दैन? अघि पछि चाहिँ बुरुक बुरुक उठ्फिरिने, सुरुमा बडो नीतिगत बडो 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 विषयगत कुरा गरेर चाहिँ सुरु गर्ने, अनि अन्तिममा जाने भनेको त औकातमा नै हो। अर्कोलाई गाली नगरिकन, कटाक्सी नआनिकन, नकराइकन, नचिच्याइकन त गगन दाइका चुनावहरू सफल भएको त अहिलेसम्म रेकर्डै छैन, एउटा फन्ड ननिकालिकन। यो पटकको चुनावमा पनि गगन दाइ अन्तिममा आएर अब बिस्तारै औकातमा आइसक्नु भएको छ। अब हेलिकप्टरमा हिँड्न सुरु गरिसक्नु भयो। अब स्रोत खोज्ने कुरा त भएन। नेपाली मिडियाहरू त लगभग गगन प्रेमी भएर अहिले मिडिया पक्षधर सबै लागेर गगनलाई एक लेभलको होइन प्रेम भाव त देखाइरहनु भएको छ। यही प्रेम भावले गर्दा गगन दाइले अस्ति सुरजको ठकुरीको सोमा गएर बोलेका कुराहरू त हामीले नसुनिया हो। अन्यत्र चाहिँ सभामा गएर चाहिँ चिच्याउने, घोक्रो फुलुन्जरी चिच्याउने, अनि एक ठाउँ जब प्रश्नको फेस गर्नुपर्छ त्यहाँ गएर चाहिँ चुम्म लाएर हामीसँग नीति छ, कानुन छ, फलानो छ, ढिस्कानो छ। ती नीति कानुन फलानो ढिस्कानो र राज्यका संयन्त्र ठिक भइदिएको भए चाहिँ देश आज यस्तो हुँदैन थियो क्या गगन दाइ? परिस्थिति यस्तो हुँदैन थियो। परिस्थिति यस्तो भएको चाहिँ ती सबै कुरा बेठिक भएर हो। यो तपाईँहरूको सिन्डिकेटको राजनीतिले गर्दा हो। एकपटक यो सिन्डिकेटको राजनीति अन्त्य गर्नको निम्ति, यो पटकको भोट परिवर्तनको निम्ति